तब मैले त्यसलाई भने तिमी धेरै दिनसम्म मसँग बस्नुपर्छ, तिमीले बेश्या काम नगर्नु, संसारिक ढाँचामा तिमीहरू नचल्नु, करार बाँध्नुभयो परमेश्वरले तपाईँ र मलाई। आज यस मण्डलीलाई, यस परिवारलाई करार बाँध्नुभयो, यो नानीलाई करार बाँध्नुभयो, पेटमा भएको नानीलाई करार बाँध्नुभयो, हालेलुया। वृद्ध बाबालाई करार बाँध्नुभयो, तिमी चाहिँ अब बेश्या कामहरू नगर्नु, संसारिक ढाँचामा तिमी नजानु, संसारिक त्यो ग्रुपमा चाहिँ तिमी नजानु र कुनै पुरुषसँग घनिष्ठ नबन्नु, पुरुषहरूसँग तिमी घनिष्ठ नबन्नु। तिम्रो पवित्रता कुकुरलाई नबेच्नु भन्न खोजेको यो पवित्र जीवन परमेश्वरले दिएर पठाउनु भएको छ तपाईँ र मलाई। तपाईँ र म भित्र परमेश्वर छ, किनकि वचनले भन्दछ तपाईँको शरीर, तपाईँको हृदय चाहिँ परमेश्वरको मन्दिर हो। यो मन्दिरलाई चाहिँ अब संसारिक ढाँचामा हामीले हाल्यौँ भने नि हामी चाहिँ हाम्रो पवित्र चाहिँ नि कुकुरलाई हामी बेची पठाउँछौँ, कुकुरलाई हामी बेची पठाउँछौँ। यही भन्न खोजेको यहाँनिर कसैले तिमी नजानु त्यहाँनिर, अब बेश्या काम तिमीले नगर्नु, गर्नु छोड्नुपर्छ कि कुनै पुरुषसँग घनिष्ठ नबन्नु र म तिमीसँग बस्नेछु। परमेश्वरले भन्नुहुन्छ तिमीले त्यो गरेनौ भने, त्यो छोडिदियो तिमीले, त्यो सबै कुरो पवित्रता तिम्रो कुकुरलाई नबेच, म चाहिँ तिमीसँग बस्छु, किनकि मैले चाहिँ तिमीलाई मल तिरेर किनेको छु। जसरी होसीले आफ्नो श्रीमतीलाई मल तिरेर किने नि छुट्याए नि, येशू ख्रीष्टले तपाईँ र मलाई पनि उहाँको त झन्सार मोल मात्रै होइन प्रियो, एक एक रगतको पाइ रगतको तपाईँ र मैले न्याय दिनुपर्छ। मैले पहिला पनि भन्थेँ द ब्लड अफ जिजस इज स्टिल लाइफ। येशू ख्रीष्टको रगत चाहिँ अझै पनि जिउँदो छ। हालेलुया। द ब्लड अफ जिजस इज स्पिक टु यु। येशू ख्रीष्टको रगत चाहिँ नि गवाई दिनको लागि तयारी छ। हालेलुया, हालेलुया। आज परिपक्वताको जीवन तपाईँ र मैले जिउनुपर्छ।